यता पनि गाडी उता पनि गाडी एभ्रिवेयर कार अलमोस्ट 95% भन्दा बढी गाडीहरू छ। चाहिँ के सिकेको छ भन्दा होइन यस्तो यस्तो गर्नुपर्ने रहेछ सुरुमा चाहिँ नचाउनलाई अनि यसलाई यस्तरी घुमाउनु पर्ने रहेछ। जिएलसी मर्सिडिजको जिएलसी 300 जिएलसी सिरिजहरू त नेपालमा पनि आइसकेको छ मर्सिडिजको। केही देखिएन अरे यो गाडीलाई त ओभरटेक गर्ने मन लाग्यो पर लिटर 12 किलोमिटर दिन्छ यसले एभरेज माइलेज होइन। सो 65 डिभाइडेड बाई 12 हो त्यो टाइम चाहिँ छिटो भइदियो भने चाहिँ यिनीहरूले फाइन हान्दैन क्या हिसाब। निस्किने होइन अनि यसो घुम्ने ओर्ने पार्क गएको थियौँ नि हामी अस्ति यताबाट। हाई गाइस सबैजना नमस्ते दिस इज वन लाइफ फर राइड। आई होप यु गाइज आर डुइङ गुड। मलाई पनि सन्चै छ है। सो आज चाहिँ मैले अर्को भिडियो लिएर आएको छु अर्को राइड है। इट्स बिन अ वाइल मैले भिडियो नबनाएको। सो आई हेभ डिसाइडेड टु मेक अ भिडियो आजको लागि है। अनि आज चाहिँ म सिटी गइरहेको छु है। सो सिटीको राइड हो अनि आई गट माई क्यामराम्यान माई वाइफ है। हामी दुईजना आज सिटी राइड गइरहेको टुगेदर। सो इट्स कन बी अ कपल राइड इट्स कन बी अमेजिङ है। मैले खासमा अर्कै प्लान गरेको थिएँ तर आज मौसम चाहिँ यस्तो छ है अलिकति अँध्यारो छ पानी पर्न आँटेछ। सो त्यसले गर्दा धेरै टाढा चाहिँ जान्न किनभने फर्किनु पर्नेछ टाइममा है। सो आइल सी यु अन अ बाइक। अन्डरग्राउन्डमा साउन्ड चाहिँ कत्रो ठुलो हुने क्या बाइकको। गाडी करायो यसको गाडी नै करायो क्या आलामै करायो क्या गाडीको। बाइक चाहिँ एकदमै डडी छ है धुलै धुलो छ क्या सबै हिलो हिलो। यो हप्ताभरि पानी परेको बेला कुदाएँ नि त मैले। सो पिलियन सिट लगाइदिउँ बुढीको लागि। ओके यो चाहिँ हाम्रो स्टोरेज हो है। यस्तो ठुलो त छैन एउटा सानो सानो स्टोरेज दिएको छ यसो केज जस्तो। एन्ड मेरो बाइकको सामानहरू चाहिँ मैले सबै यहीँ राखेको छु क्या प्याडक स्ट्यान्डदेखि लिएर होइन चेन क्लिनिङ गर्ने सामान बाल्टी साल्टी पाइप काइन्ड अफ मेसी है अलि मेसी नै छ। सो भयो अब मैले बाइक चाहिँ भोलितिर सफा गर्छु भनेर सोचिरहेको छु। यसको ल पिलियन सिट लाग्यो अब चाहिँ कपल राइडको लागि बाइक रेडी। So let's go from here guys. Start the bike. Okay यताबाट भन्दा नि उतैबाट जानु पर्ला आज। फ्युल पनि हाल्नु पर्ने रहेछ 3 लाइन छ गाडीहरूको लाइन सुरु भइसक्यो। Let's go. सो गाइज धेरै पछाडि बाइकमा होइन राइड हिँड्यो बुढाबुढी। इट्स कन बी अ फन राइड रमाइलो छ जे होस् बाइकमा कुदाउनलाई होइन बाइक कुदाएर बाइकमा घुम्नलाई रमाइलो छ। धेरै मान्छेहरूले होइन गर्न सक्दैन यहाँ विदेशमा धेरैले गाडी चढिरहेको हुन्छ होइन। बाइक इज काइन्ड अफ भेरी रिस्की होइन सबैजना रिस्क लिन खोज्दैन बट हामीले त अब नेपालबाटै रिस्क लिएको होइन नेपालबाटै बाइक कुदाएको नेपालबाटै बानी भएको। सो द्याट्स वाइ यु सी सो मेनी कार्स है यता पनि गाडी उता पनि गाडी एभ्रिवेयर कार अलमोस्ट 95% भन्दा बढी गाडीहरू छ। बाइक त 1% पनि छैन होला क्या सायद यहाँ। सो धेरै पछाडि बुढाबुढीको टाइम मिलेछ होइन सँगै घुम्न जानलाई किनभने उसको छुट्टी मेरो छुट्टी एउटै दिनमा छैन होइन उसको विकेन्डमा छ मेरो अरू बेला हुन्छ होइन बट मैले नि विकेन्डमा छुट्टी मिलाएको छु यो हप्ता चाहिँ। सो त्यही भएर बुढाबुढीसँगै घुम्न जान पायो है कपल राइड। एन्ड आई लाइक कपल राइड। सी लाइक्स टु बी अन मोटरसाइकल सी लभ्स मोटरसाइकल एज वेल। कुदाउनु चाहिँ उसलाई आउँदैन बट सी लभ्स बिङ अ पिलियन राइडर। अनि उता फ्युल स्टेसनमा जानु पर्ला हामी चाहिँ फ्युल हाल्नलाई पहिला है। ठ्याक्क टाइम त अहिले यतिखेर छ है ठ्याक्क टाइमिङ मिल्यो क्या बाटो क्रस गर्न। अरू बेला बाटो क्रसिङ कस्तो गाह्रो हुन्थ्यो। 98 को कति छ फ्युल प्राइस आज बढेछ है घटेछ हालिदियो।
सो गाइस त्यस्तो त कम त थिएन पेट्रोल त होइन पेट्रोल त राम्रै थियो आज बट फुल ट्याङ्की चाहिँ हालेर गइराखौँ भनेर होइन फुल टङ्की हाल्यो भने फेरि कस्तो ढुक्क हुन्छ नि त साइकोलोजिकली पनि सो कतिको जाने रहेछ सो मैले चाहिँ एउटा यो पेट्रोलको टेक्निक चाहिँ के सिकेको छ भन्दा होइन यस्तो यस्तो गर्नुपर्ने रहेछ सुरुमा चाहिँ नचुहाउनलाई अनि यसलाई यस्तरी घुमाउनु पर्ने रहेछ यस्तै तान्नु पर्ने रहेछ क्या धेरै चुहिँदैन सो 12.18 डलरको गएछ 6.55 लिटर अनि आज चाहिँ पेट्रोलको प्राइस भनेको 185.9 छ यो चाहिँ 98 को प्राइस हो अक्टेन नम्बर 98 अनि यो चाहिँ यिनीहरू सस्तो E10 भनेको 91 त धेरै सस्तो छ A few moments later कता रेकर्ड I hope 4K मा हानेर छ होला Alright guys, let's go from here. यताबाट लेफ्ट हान्ने अन्त सिटी तिमीलाई कस्तो लाग्छ जाडोमा घुम्नलाई बाइकमा ठिकै लाग्छ मजा आउँदैन त्यस्तो मलाई त लास्टै मजा आउँछ गर्मीमा चाहिँ मलाई दिक्क लाग्छ Alright guys, अब बुढी पछाडि हालेपछि अब त्यस्तो हाइपर राइडिङ त होइन चान्सै छैन नो चान्स सो वी नट गोना डु द हाइपर राइडिङ एकदमै चिल नाइस एन्ड चिल जाने हो होइन उसलाई पनि अनकम्फर्टेबल नहोस् उसलाई पनि डर नलागोस् होइन त्यही त हो नि 1000cc को बाइक ठुलो बाइकमा अब होइन धेरै बढाऱ्यो भने नि पछाडिको मान्छे पनि हात्तिने अलिकति फाइन साइन तनाव हुन्छ नि जस्ट टेक इट इजी आज लेन फिल्टर पनि धेरै हान्दिनँ आज मलाई एसफिल्ड आइपुग्यो है अहिले जाम चाहिँ त्यस्तै नै छ लगभग अब मान्छेहरू टन्नै घुम्न निस्किएको रहेछ यो चाहिँ एसफिल्ड हो एकदमै पपुलर हाम्रो नेप्लिज कम्युनिटी भएको ठाउँ हो यो पनि एसफिल्ड स्ट्राटफिल्ड बोवुड पनि अहिले अलिकति चलबलमा छ सो यहाँबाट सिधै जानुपर्छ होइन अनि एन्जाक ब्रिज निस्केर सिटी ल जाम पर्न थालिसक्यो गाइज अब है जाम पर्न थालिसक्यो क्या केही देखिएन अरे गाडीलाई त ओभरटेक गर्ने मन लाग्यो क्या टनलमा ठ्याक्कै जाम पऱ्यो क्या त भएन मेरो एउटा साथीको आज ऊ पनि राइड जान्छु भन्दै थियो फेरि उसको राइड चाहिँ आज उसले आज राइड क्यान्सल गर्यो खासमा हामी दुईजना चाहिँ अहिले हामी तिनजना भनौँ न मेरो वाइफ पनि जान्छु भन्दै थियो अनि हामी चाहिँ त्यही फेरि पाइन द स्काईतिर अनि त्यहाँदेखि अझै भित्रभित्र जङ्गल छिरेर गसवर्डसम्म पुग्ने भनेर सोचिरहेको थियौँ क्या गसवर्ड भन्ने ठाउँ छ क्या पाइन द स्काई जहाँ अस्ति नै मैले भिडियो बनाएको थिएँ त्यहाँदेखि अझै धेरै त्यो जङ्गल कटिसकेपछि चाहिँ गसवर्ड भन्ने ठाउँ आउँछ क्या त्यहाँसम्म जाउँ भनेर हाम्रो प्लान भइरहेको थियो फेरि उसले आज पानी पऱ्यो मैले त फिल्म बुक गरेँ आज नजाउँ होला भनेर ल ठिकै छ भनेर नि त्यो वाला चाहिँ क्यान्सल भयो हामी सिटी जाने भयौँ लागेको बेला न्यानोवाला मनपर्छ मलाई चाहिँ अलिक चिसो मौसम ठिक लाग्छ हौ मौसम चाहिँ अलिकति चिसै खालको मलाई चाहिँ विन्टर पिक विन्टर चाहिँ होइन जस्तो स्टार्टिङ विन्टर मिड विन्टर हुन्छ नि जस्तो 15 डिग्रिज त्यस्तै 14-15 डिग्रिजसम्म चाहिँ ठिकै लाग्छ क्या मलाई बाइक कुदाउनलाई 14-15देखि तल गयो अलि टेम्परेचर सिङ्गल डिजिटमा गयो भने चाहिँ अलिकति कुदाउन गाह्रो हुन्छ त्यस्तै खालको गियर्सहरू अलि मजाको लाउनुपर्छ प्रपर गियर भएन नि तर यो सिडनीको मौसम कस्तो अचम्मको लाग्यो क्या मलाई जस्तो हामी नेपालमा पानी त जाडोमा परेको त्यस्तो धेरै हुँदैन नि त जाडो लाग्ने बेलामा चाहिँ जुन त्यो ट्रान्जिसन हुन्छ नि
गर्मी र जाडोको बिचको त्यसमा परिरहेको हुन्छ नि त पानी होइन, तर त्यो ओभरअल पर्दैन नि त। यहाँ चाहिँ पानी पर्ने रहेछ क्या जाडोमा। ला पानी हल्का हल्का छ्यास गर्दैछ। पानी पऱ्यो भने चाहिँ आजको मेरो भिडियो स्थगित हुन्छ गाइज है, किनभने मेरो यो क्यामेरा गियरहरू सबै अहिले यो माइक साइक जोड्ने चक्करमा यो वाटरप्रुफ छैन नि त, त्यसले गर्दा मैले यो सबैलाई प्लास्टिकमा हाल्नुपर्ने हुन्छ। सो म पानी पर्ने बित्तिकै कतै साइडमा रोकेर यो सबै गियर्सहरू चाहिँ हाल्छु है गाइज। त्यही भएर गाइज है, गाडी भनेको गाडी हो लास्टमा आएर, किन बाइकको चाहिँ अब यस्तै पानी सानी परेको बेला होइन, अहिले वेदरले गरेर अलिकति गाह्रो पार्छ कहिलेकाहीँ, रेनकोट सेनकोट बोक्नुपर्छ, सबै कुरा बोक्नुपर्छ होइन, त्यही भएर कहिलेकाहीँ चाहिँ गाडी खतरा हुन्छ। मेरो चाहिँ बाई द वे डेली कम्प्युटरै बाइक हो हुन चाहिँ होइन, म पानी सानी जस्तो सुकै परेको कारण बाइकै कुदाएर आउँछ, बट गाडी अलिकति इजी हुन्छ भनौँ न यस्तो बेला। यो ठाउँ कस्तो दामी छ क्या होइन, यति ठाउँ चाहिँ मलाई कस्तो दामी लाग्छ क्या, हुन्छ नि त्यो स्काई क्रेपर्सहरू टक्क देखिने होइन, ब्रिज ओभर ब्रिज होइन, अनि टर्नलहरू ठक्क क्या कस्तो दामी खालको छ क्या सिन। आई डोन्ट नो गाइज आज अडियो चाहिँ कस्तो आइरहेछ है, आई होप राम्रै आइरहेछ होला। क्यामेरा रहेछ त्यहाँ, के को क्यामेरा हो यार, आजकल फेरि यो अजिब खालको क्यामेराहरू जोडेछ अरे सिडनीमा होइन। एउटा क्यामेरा चाहिँ कस्तो खालको अहिले जोडेको रहेछ भन्दाखेरि होइन, मैले जति ट्राभलिङ टाइममा यो डिस्टेन्स कभर गर्छु नि होइन, अनि त्यो डिस्टेन्स चाहिँ छिटो भयो भने त्यसबाट स्पिड हिसाब गरेर निकाल्दिनँ अनि फाइन हान्दिनँ क्या, किनभने एउटा मैले पोइन्ट एबाट पोइन्ट बीमा होइन जाँदाखेरि एउटा सर्टन टाइम लाग्छ होइन, एभरेज स्पिड यति भयो भने एउटा टाइम लाग्छ नि त, हो त्यो टाइम चाहिँ छिटो भइदियो भने चाहिँ यिनीहरूले फाइन हान्दिनँ क्या हिसाब गरेर। हेर त मान्छेहरू आया हो। एन्जाक ब्रिज आयो गाइस, एकदमै दामी भ्यू छ होइन, तर भ्यू हेर्ने चक्करमा यहाँ गाडीहरूले चाहिँ अगाडि खेल खतम गराइदिएला जस्तो छ होइन, मिस्टेक गराइदिएला जस्तो छ, जे पाइ त्यही बेर दाइ नै हानिरहेछ होइन। फेरि यो गाडीको डोमिनेन्स भएको ठाउँ हो क्या यो विदेश भनेको होइन, यहाँ बाइक धेरै हुँदैन नि त, नेपालमा त हाम्रो फेरि बाइकको डोमिनेन्स हुन्छ नि त, यहाँ चाहिँ गाडीको डोमिनेन्स छ क्या धेरै। बाइकै देखिन्न, एउटा बाइक पछाडि थियो त्यो कता गएको नि, लेन चेन्ज गरे गर्छ फेरि यिनीहरूले, बाइकभन्दा बढी लेन त गाडीले चेन्ज गर्छ यार। सो यहाँबाट तल जान्छु म चाहिँ, अनि हार्बर ब्रिजको ठ्याक्क तल अन्डर निस्किने होइन, अनि यसो घुम्ने ओर्ने, भोक पनि लागिरहेको छ, केही खाने कफी सफी यसो। बाइकहरू टन्नै आइरहेछ पछाडि बाइ द वे। आज हार्बर ब्रिजको तलतिर बाइकहरू देख्छ होला। पहिला चाहिँ यो सुसेक स्ट्रिट नर्थ सिडनी भनेछ नि, यतातिर जाउँ है, अनि त्यस पछाडि इनर सिटी यसो एक्सप्लोर हान्नुपर्छ। पानी पऱ्यो, बाइकलाई नि रेन मोडमा लाउनु पर्ला। यो फेरि जहिले ट्र्याक वक हुन्छ यो बाटोमा, यो ट्र्याक वक कहिले सकिँदैन यार, नेभर एन्डिङ वर्क जस्तो क्या। फेरि बन्द भइसक्यो, अलरेडी ओरेन्ज बलिसक्यो, रेड। यो गाडीको उयो नम्बर प्लेट हेर न, क्रक्स लेखिरहेछ, बन्द गरे क्या। ल बल्ल खोल्यो अब। बन्द गरिसक्यो।
हामी पार्क गएको बाटो होइन यो पार्क गएको थियौँ नि हामी अस्ति यताबाट टनल आयो यसको नि एउटा मैले सर्ट्स बनाएको थिएँ भिडियो यसको तल यहाँ अगाडि उतै हालिदिनुपर्छ ल और गाइस अब त्यहाँ कफी क्याफेमा जाउँ अनि त्यहीँ भेट्नुपर्छ त्यहीँ गफ हान्नुपर्छ होइन अनि कफी खानुपर्छ One eternity later. अलराइट गाइस कफी सफी खाइयो होइन अनि चट्ट एकछिन बसेर बुढाबुढी गफ हान्यो अब यहाँबाट अर्को ठाउँ जान आँटेको यहीँ सिटीमा आज चाहिँ यसो सिटी मात्रै घुम्ने हो वरिपरि होइन अब आज सिटीमा घुमेर अनि यहीँबाट फर्किने हो सो मैले म्याप चाहिँ लगाएँ यहाँबाट 5 मिनट देखाएको छ है लेफ्ट होला सायद यहाँबाट अब के उल्टो गयो म उल्टो गयो भने फेरि घुमेर आउनुपर्छ ए उल्टो गएछु म ठिकै छ केही छैन अगाडि हार्बर ब्रिज यसो हेरिदिउँ होइन अनि फर्किउँ न त अब यसो हार्बर ब्रिज पनि हेर्न गए जस्तो हुन्छ कस्तो दामी भ्यू देखिरहेछ आज पानी मात्र पर्दैन भने चाहिँ क्यामेरामा पनि भिडियो दामी आउँछ जस्तो लाग्यो क्या मलाई हार्बर ब्रिज हेर्दै यहाँ बसेर एकछिन अब चाहिँ सिटी अझै दामी देख्छ एन्टी फिल्टर लगाएर सो म चाहिँ कहिलेकाहीँ चाहिँ स्पेसली मैले ब्राइट डेमा चाहिँ एन्टी फिल्टर युज गर्थेँ होइन अलिक ब्राइट घाम लागेको दिनमा चाहिँ एन्टी फिल्टर युज गर्थेँ बट अहिले चाहिँ अँध्यारो भयो पनि आज युज गरिदिएँ क्या लेसी होइन आई होप वर्स भिडियो एकदमै अँध्यारो भिडियो चाहिँ नआओस् होइन त्यति मात्रै हो बट किन अलरेडी अँध्यारो छ नि त सो मैले 16 युज गरेको मसँग एन्टी फिल्टरको 8 चाहिँ छैन क्या एन्टी 8 भएको भए चाहिँ यस्तो लो लाइट त नभनौँ थोरै घाम नलागेको बेला यस्तो अँध्यारो ग्लुमी मौसममा चाहिँ एन्टी 8 चाहिँ बेस्ट हुन्थ्यो क्या कस्तो मजाको छ यो अटम सिजन लागेपछि यो कलर कस्तो चेन्ज हुन्छ पत्ताहरूको
जेब्रा क्रसिङ चाहिँ एकदमै धेरै छ यो एरियामा मान्छेहरू क्रस गरिरहेको छ नि त त्यसले गर्दा ब्याक टु टाउन हल बिल्डिङहरू बबाल देखिन थाहा हो चाहिँ यहाँबाट फेरि तर यो बाटो त बन्द पो हो कि क्या हो स्ट्रेटै जानुपर्ने रहेछ यहाँबाट ठ्याक्कै खुल्यो यार कस्तो लकी क्या हामी तर त्यही सोच्दैछु यताबाट खोलिदिएको रहेछ म एकछिन त ढक भयो क्या कताबाट जाने भनेर वेस्टफिल्ड दह्रो काम चलिरहेछ आज केटाहरूको यस्तो आउटडोर कामहरू गाह्रो हुन्छ क्या एकदमै च्यालेन्जिङ हुन्छ मौसमहरू पनि त्यस्तै हुन्छ नि त कहिले घाम लाग्दिन्छ कहिले पानी परिदिन्छ कहिले एकदम डेन्जर हावा चलिदिन्छ अहिले चाहिँ हावा पनि चलिरहेछ बाइ द वे अलि मजाले हावा चलिरहेछ क्या बाइकको पार्किङ त यहाँ पनि रहेछ हौ बाइकको पार्किङमा यहाँ स्कुटीहरूले बाइक राखिदिएर होइन सबै ठाउँ खाइदिएर बिजोग बनाइदिन्छ हौ जहीँ पनि त्यस्तै छ क्या बाइकको पार्किङमा यो डेलिभरी गर्ने केटाहरूले होइन स्कुटी राखिदिन्छ क्या अनि त्यो स्कुटी दिनभरि त्यहीँ छोडिदिन्छ बाइकको ठाउँै खाइदिन्छ यार 200 मिटरमा छ पार्किङ भनेर देखाइरहेको छ पार्किङ कता हो राइट यहाँ चाहिँ टाइम लिमिटको टेन्सन लिनु परेन बाइकहरू के छ त त्यस्तो धेरै बाइकहरू त रहन्छ यहाँ स्कुटी नै बढी छ अब मलाई ब्याग देऊ बाइकमा हिँड्दा चाहिँ पार्किङ सार्किङको यताउतिको लफडा हुन्छ होइन हिँड्दाखेरि के पनि छैन 10 सेकेन्ड 9 सेकेन्ड हो 9 सेकेन्ड छ खै त वेस्टफिल्ड चाहिँ कता थाहा त तिमीलाई सब थाहा छ अरे होइन अङ्ग्री ज्याक्स देख्यो यो चाहिँ पहिला म काम गर्ने ठाउँ पनि यतैतिर थियो है सो आई स्टार्ट वर्किङ अस्ट्रेलियाको मेरो फर्स्ट वर्क प्लेस टाउन हल एकदमै बिजी ठाउँ एकदमै ह्यापनिङ ठाउँ एकदमै रमाइलो ठाउँ छ एकदमै गीत चट्ट मेरो फर्स्ट काम चाहिँ यो बिल्डिङमा थियो होइन मैले सबभन्दा पहिला सुरुमा चाहिँ यहाँ काम गर्न थालेको थिएँ अस्ट्रेलियाको त्यही हप्ता 2 हप्तामा सो फर्स्ट वर्क प्लेस जहिले नि याद हुन्छ इनर चाहिँ अलिक सेलमा रहेछ अलराइट गाइस सपिङ पनि गऱ्यो होइन एउटा सानो जुत्ता किन्यो सो सानो जुत्ताको प्राइस कति थियो ठिकै हो सेलमा थियो नि त जाडोमा चाहिन्छ तातोवाला जुत्ता है सो अब चाहिँ हामी यता वेस्टफिल्डतिर घुम्न जाँदैछौँ रोलेक्सको घडीहरू रहेछ है खतरा आधा घडीहरू छ रोलेक्सको अन्त रोलेक्सको घडीहरू अलिकति बुढो टाइपको घडी लाग्छ मलाई हेर्दाखेरि चाहिँ होइन अलिकति यङ्स्टरहरूलाई त्यस्तो खतरा देखिँदैन
एकदमै ह्यापनिङ छ सिटी जस है दिनभरि सिटीमा यतिकै बस्यो भने नि एकदमै टाइम पास खत्रै हुने क्या यो चाहिँ मेकअप आइटमहरूको ठाउँ हो